बाटोमा हिँडेकोलाई मान्छेले नाङ्लो नि बोकेको राखे बजार पानी पर्यो पेलक्कै लरुङ्न कति गीत गाउनु सकेको यो मान्छे बाटोमा हिँडेको फुलन्देको आमा के गरेको यो मेरो जग्गा होइन किन यता काटिस कतिले टुङ्गाले मार्थ्यो हँसियाले टुङ्गाले मार्थ्यो अनि मेरोमा घाँस छोटो छोटो यता लामो लामोदेखि अर्काको जग्गामा पाइन्छ छोटो भनेर हुन्छ आफ्नो काट्नुपर्छ काट्छु 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 फेरि पनि हातै लाउने होइन हातै लाउने होइन छोरा मान्छे माथि म हात उठाउँदिन र मात्रै अनि अर्काको जग्गा मिच्नेले हात नहाल्नु गीत गाउँदै आउँदो रहेछ यो टाइपिटिङ बुढाको घाँस मरिजाओस् कुहिजाओस् हे भगवान् घाँस कुहिजा हे भगवान् फुलन्देको आमाको घाँस पनि त्यो मेरो जग्गामा चाहिँ किन ठुङ्गाको कच्चाले यति यो बाटो सादा हाम्रो सादा यति तपाईँको उता घाँस मेरो यता घाँस त्यसो भए यस्तो रेखा तानौँ न त नि तानेको त यो बाटो सादा हो यस्तो यो बाटो सादा बाटो सादा भन्दै मेरो म टाइपिटिङ बुढाको मकै काटेर मार्छु म पनि फुलन्देको आमाको मेरो मकै खर सबै काटिदिन्छु टाइपिटिङ बुढा बुढो मान्छे झन् डोरी बाट्नु पर्यो भनेर घर छाउनु पर्यो भने खर मैले लुकाएर राखेको मेरो बाख्राले खान्छ यति भाइ भारी ल अब चाहिँ हामी आफ्नो काट्ने फुलन्देको आमा यस्तै चकचक गर्छ र फेरि मेरो बारीमा किन ठुङ्गेको फेरि आरिस लाग्यो ठुङ्छ त ठुङ्दा के हुन्छ अर्को फुलन्देको आमा त मलाई त हृदरोग नै लागिसक्यो फुलन्देको आमाको बानी देख्दाखेरि नि नहेर्नु नि त फुलन्देको आमाको बानी अब नबाजौँ भन्छु म चाहिँ नजुजौँ भन्छु नबाजौँ भन्छ छिमेकीहरू यस्तै नि खोज्छ बाँच्नै पर्यो बाटो पनि सफा हुन्छ यो घाँस काट्दा भुँडीको पनि बाख्राको लगाउँछ चोर्नी हौ मैले त होइन कसले त नि यहाँ देउताले यो यत्रो घाँस किन काटिस् फुलन्देकी आमा त्यसो नभए नि हाम्रो बाख्रा ब्याएपछि दुध दिएर दिन्छु हाम्रो बाख्राको भुँडी यत्रो छ अब ब्याउँछ नि दिन्छु दुध पनि खाँदिनँ भुट पनि खाँदिनँ घाँसको पैसा क्या अब यस्तो अर्काको घाँस चोरेर अर्काको जहिले पनि अर्काको किल्ली उडाएर मात्र हुन्छ अब त्यो म त फेरि यो मेरो घाँस काटेको उसमा मुद्दा लगाइदिन्छु नि फेरि कहाँ नि माथि क्या अदालतमा तिमी त बुढो मान्छे छौ अदालत जिल्ला हिँड्दा एक दिन लाग्छ हिँड्दा तिमी त बाटोमा माने भन्ज्याङमा मरिजान्छौ बुढो मान्छे छ होइन नि माथि पुर्ने डाँडादेखि गाडीमा जान्छु नि गाडीमा भए भने तिमी बुढो मान्छे पाहाडको बाटो यसरी उफार्छ तिमी त मर्छौ मलाई मुद्दा नलाऊ ए हो सकिँदैन गाडीले त यसो उफार्छ गाडीले अनि मरिजान्छौ त तिमी त त्यसो भने त के गर्नु नि अब उपाय के गर्नु त अनि मेरो घाँस तिर्ने त घाँस किन तिर्ने त नि हामी पहिलाको साथी टाइपिटिङ बुढा अनि फुलन्देको आमा अनि साथीमा हल्का मिस्टेक त भइहाल्छ ए जमानाको साथी नि हामी त त्यही भएर त मलाई अलिकति घाँस दिनु ल घाँस भन्नु न होइन त्यसरी साथीमा हुँदैन साथी भनेर हुन्छ सुन्नु पर्छ मैले घाट भनेकै छुइनँ त्यसो भए 70 भन्छ नि घाँस काट्छु लु त्यसो भए यहाँ बसेर छलफल गरौँ ल फुलन्देकी आमा त मान्छे कहाँबाट आइसके मकै बारी अर्काको मकै बारी के आलु चोर्न हिँडेको कि अहिले छिमेकीहरूलाई सुनाइदिन्छु अनि यहाँ छलफल गरौँ बस होइन कहाँ छुको यो छलफल गरौँ भनेर अनि माथि छुँदा अनि हुँदैन अनि तलै छुनु पर्यो त अर्काको सम्पत्तितिर खोइ छोड मेरो कच्चे पनि टाइपिटिङ बुढा राम्ररी घाँस काट्नु है या त ऊ हुन्छ पो त बुढो मान्छे आँखा देख्दैन भनेर होला चोरेको अस्ति सुन टाइपिटिङ बुढा घाँस काट्दा यत्रो सर्प थियो होइन यत्रो सर्प थियो अनि झनै ठुङ्गेको थियो मलाई कहाँ अनि त्यो सर्पलाई के गर्नु सर्पलाई बाई सर्प भन्यो नि गयो बोल्दै थियो
बोल्ने त हजुर पनि भन्नु घरमा पनि बोल्छ त नि यस्तो मान्छे हो खोइ बुढो मान्छे त केही पनि जान्दिनु रहेछ कि भारी पुग्यो तपाईँको पुगेको छैन सघाउ न साथी अँ? साथी सघाउ न मलाई फुलनदेखि आमा हामी त पहिलाको साथी पो त मेरो त भारी पुगेन यो त घाँस काटिदिनेले फुल्ने कामसँग बोल्नु मात्रै आएको होला मेरो त भारी पुग्यो म त जाने लु जाऊँ मलाई सघाइदेऊ न अलिकति अनि काट्यौँ अनि साथी साथी हामी मिलेर जानुपर्छ नि मेरो त भारी पुग्यो यो मान्छे त टकटके मात्रै गर्छ अस्ति पनि चोरो आज पनि चोरो मेरो घाँस आज मान्छे फेरि मेरो त अब यहाँ केही पनि छैन बाख्रालाई के दिनु सुँगुर भैँसीलाई होस् तपाईँको बाख्रालाई ग्यास्ट्रिक लागोस् केही पनि नदिनु सकिएन अब आउनु है भोक लाग्यो फेरै भएन अब के गर्नु जेसुकै तपाईँको बारी यता मेरो बारी यता है म मेरो बारीतिर छिरेँ अर्काको घाँस चोरिसकेपछि भाग्नु खोजेको नि होला त्यो खालि चोरीको आरोप लाउने होला फेरि यो हँसियाले मान्छेको नाकमा ठुङ्गेर मरेको समाचार थिएन होला फेरि होला अहिले अब कुटुम भने पनि फेरि अब ए हेर्नु त स्याउपत्ती मेरो त बेसरी फलेको यसको उमेर 3 वर्ष भयो यसको छेवार गरिदिने बेला भएको छ यो स्याउपत्तीको नासपत्तीको थुप्रो फलेको छ रहेछ थाकेको बेला टिपी खाऊ न फुलनदेखि आमा खान्छ चाहिँ 50 रुपियाँ बेच्नु परेन होइन घरेदारमा बेच्नु लानुपर्ने केजीको 1800 यो स्याउपत्तीको मूल्य धर्म गर न बुढो मान्छेलाई धर्म बुढेसकालमा चपाउनु सक्दैन टोक्नु सक्दैन कति लोभी मेरो बारी किन भत्काइस् यो पनि बना यो बात त सादा हो यो मेरो बारी हो कहाँ बाटो त अनि यहाँ पो हो त यो बाटो भएपछि मेरो जग्गा त परेन ए हो त है कुरो नबुझेको रहेछ ऊ मकै भाँच्यो डोको पनि के तपाईँ जस्तो वाट्ट परिरहेको तपाईँको त स्याउपत्ती त स्याउहरू लतरम्म फलेको छ अब भोक लाग्यो आल्चा टिप न त नि फुलनदेखि आमा आल्चा कस्तो आल्चा मास्तिर एकछिन है स्याउपत्ती भरे भोलि खाऊँ न यता फलेको छ उता हेर्नु त यता फोकस गरौँ क्यामेरा उता सबै सब्जी बारी हो त स्याउ नासपाती फाल्दैछ हिँड्नु हामीले लाएको नि मिलेर खेती किर्सी ए तपाईँको बाजेको आलु त यता पो रहेछ मेरो आलु कहाँ छ खोइ तपाईँको बारीको आलु क्या बारीको आलु कतिको फलेको रहेछ म चेक गर्छु हुँदैन त्यसरी अर्काको अनुमति बिना हुँदैन के अरे पुलिससँग म दिन्न बरु मलाई आल्चा टिपेर देऊ अनि मात्र मिल्छु आलु चेक गर्नु पनि नहुने मेरो आलु कसरी चेक गर्ने आलु त बारीको आलु भन्दैछु त कतिको फलेको रहेछ यो त पानी पनि परेन यसले त चोर छ कि क्या फेरि शनिबारे हटियामा लानु आँटेको छ जस्तो त डोकु पनि बोक्दैछ आलुमा हेर्छ कतिको फलेको रहेछ छोरा म हेर्छु कस्तो खालको अर्काको बारीमा चोर्ने कसले हिम्मत आलु एकजनामा कति फलेको रहेछ मेरो आलु हो यो तपाईँको त आलु कस्तो चोर त परेन त पानी परेन आलु पनि अब सबै छिमेकीहरूलाई खबर गर्नु पर्यो यो फुलनदेखि आमा त जहिले टाइपिटिङ बुढालाई हेप्छ भनेर छोरा मेरो आलु म बेच्नु पर्ने 80 रुपियाँ केजी भोलि तारमा 80 रुपियाँ केजी अनि लु त्यति नै फलेछ लु थाहा पायौ नि लु भयो अर्को पनि खन्छु एउटा आलु खन्न मलाई फेरि असाध्यै प्रलय मनपर्छ काम गर्ने चाहिँ अल्छी मानो अनि कतिको फलेको रहेछ बुढेसकालमा हेप्दो रहेछ बेन्डासी पनि गर्न टमाटर पनि यसरी फल्छ आलु ए खिचौँ आज यो त एक दाना मात्रै फलेछ त एक दाना तर 2 दाना दुई दाना यो त पेक्लामा र पो फल्यो नि हजुर पेक्लामा र पो फलेछ यस्तो ठाउँमा यो टाइपिटिङ बुढाको बारीमा फलेको आलु सबैभन्दा आलुहरूको राजा यहाँको आलुहरूको राजा यही रहेछ यिनीहरू जनता होइन यो प्रधानमन्त्री होला अलिकति ठुलो छ यो चाहिँ ट्राफिक प्रहरी होला सानो छ नि त यो मन्त्री पुलिस यतिका आलुको राजा हँसाउँछ फुलनदेखि आमाले घरिघरि कसरी अब मात्रै छ्याएको एकजना मात्रै फलेको भयो त्यति नै हुन त
मरेर एकजना पनि फलेछ तपाईँको त नफलेको भए नि हुन्थ्यो नफलेको भाइ अनि अहिले मजाले खानु पुग्छ नि। बारी बारी आलु रोपेको हो लु अब फुलनदेखि आमाले गर्ने फर्सीको मुन्टाहरू सागसब्जी नि कति सहर बजार त्यही किनेर खानुपर्छ अब गाउँमा अर्गानिक गाउँमा त हेर्नु बारीमा त यो अर्गानिक हो केही मल्ल पनि लगाएको छैन बिसाडीहरू पनि प्राङ्गारिक मल मात्र नि। यो हाम्रो किवी यसको जरा हेरेर तपाईँको रुखमा आएर फलेछ मेरोमा फलेको त मेरै हुन्छ नि। मेरै हो यो मेरै अघि मेरो घाँस चोरिस् नि त। घाँस चोरे लुके कारबाही गर्ने पुलिस बोलाऊ। अब हेर न फुलनदेखि आमा मेरो घाँस अर्काको चोरिस् किवी छुँदाखेरि मैले केही पनि गरिनँ। अब यो मेरो किवी भयो यताबाट उता फलेको तिम्रो किवी। यसको खुट्टा त यो किवीको खुट्टा त हाम्रैमा छ नि त। हुनु त हो खुट्टा भनेको जरा के किवीको जरा। अनि यहाँ यो हाम्रो स्याउको बोट पनि लाने त्यसो भए तपाईँहरूको स्याउ हो अनि हाम्रो स्याउ। लु म धेर बोल्दिनँ यो कुरा पछि छलफल गर्छु। आलु ढाकेर आलु झऱ्यो अब घाँस काट्नु पनि काटेर पनि चोरिस फुलनदेखि आमा अब आलु बोकेको त्यो पनि झरे ल यस्तो अनुशासित हुनुपर्छ ल। अर्को पनि दुईजना तपाईँको आलु तिनजना रहेछ ल बोक तिमी नै ल साथी। होला खराब भयो के घाँस नमिसी गयो होइन भोक पनि मेरो त भारी पुग्यो छि अब त तपाईँले त तपाईँलाई त आज भात पनि दिँदैन होला। अहिले त तपाईँको बाख्राले तपाईँसँग रिसाएर खाएको अहिले त कतिखेर खालेको अर्ग्यानिक फलफुल क्या फुलनदेखि आमा। अब तपाईँ त टिप्नु सक्दिनँ म लुङ्गीसँग भए पनि टिप्छु। ल ल म बुढो मान्छे त खानु त म तल थाप्छु ल। के थाप्ने आउँछ आइता थाप्ने एकछिन है ल यहाँ बिचमा झार्नुपर्छ ल। म ओजाङ कहाँ चानी ल एल्लु चाहिँ यहाँ पाला ल कति गरौँ हो। अलिकति होस गरेर खेल्नु मलाई ग्यास्ट्रिकको पनि समस्या ल ल ल पाजे भने होइन फेरि बम जस्तो पड्किन्छ। बाँच्नु पाए कि नपाए होइन अनि अनुमति लिएर मात्रै पाएँ। बुढेसकालमा के पर्फिम सुँगे जस्तो हुन्छ होला। होइन होइन बुढेसकाल भए पनि त नि पर्फिम त सुन्नु पर्यो नि। सक्दैन रहेछ कि सक्दैन रहेछ रे फेरि घाँसमा नि फसायो फेरि अहिले नि भोक लागेको चाहिँ फसाउँछ कि। लु यहाँ लु डोकोभरि नै गरी टिप है म थाप्छु अनि अहिले तिमीलाई दिन्छु। डोको भारी गरी भुइँ ऐसे लु आफै खाँदो रहेछ यहाँ झारिदेऊ न। अनि के प्रधानमन्त्री केपी ओली बोलाएर खाम त। अब ओली न सोली त्यहाँ सबै नेताहरूलाई नै बोलाएर खुवाउ नत्र भने आफ्नै मान्छेलाई नदिने भने। आल्टा हानेर आल्टा बगाएर हानेर रुखमा चढ्नु पर्यो नि त रुखमा बस्न नसक्नु जरा टोक्नु। आकाशको फल आँखा तरिमर भनेको यही होला। साबास फुलनदेखि आमा बिन्ती छ लु मलाई पनि झारिदिनु न भोक लाग्यो क्या कस्तो मेरो घाँस भने ठुलो अब तपाईँको दुध चपाउने दापन छैन यो पिलिक्कै निल्नु न भाइ। अलि राम्रो चाहिँ डोकोमा हाल्थ्यो न भनेको क्या डोकोमा सबैभन्दा राम्रो राम्रो उठ्यो यो होइन उठ्यो सबै यो पनि आल्टा हो त। आल्टा त्यो त उसको के पो भन्छ करेलाको भुट्ला करेलाको भुट्ला होइन पात रङ होला यो ल देऊ ढङ्ग पनि छैन के खालको मान्छे रहेछ योभन्दा त घरमै भात पकाएर खान्छु गएर जेसुकै गर है। मासु पकाएर खाएर पनि नो मतलब अनि मासु खानु त आउला नि फुलनदेखि आमा। हाम्रो घरमा त कति मासु चिची अन्डा कुखुरा खान्छ घिउ त देख्दै छ छ होला र त मलाई माग्नु आउँछौ त नि लोभी
साथी चाहिँ भन्छ लोभी मात्र गर। अब मैले चढ्ने बेला चढाइदिएँ, अब खुसी झर न, अब सक्छौ होला नि झर्न। उता जानु म उफ्रेर झर्छु फेरि लुङ्गी मेरो स्वात्तै छिर्न उता जानु डोकुमा छिर न त्यो भन्दा। डोकोमा डोको पनि क्या त्यो त्यस्तो डोको त हाम्रो त बिरानै खोज्छौँ त कति नराम्रो डोको हो। ल बल्ल चाख्यो साथीले। राखेर खाने बेला चाहिँ साथी भन, अहिले दुःख पाउँदैछौ हेर त। बिस्किट लुङ्गी पाइन मात्र नपरेर म सगर मात्र चढ्ने मान्छे झर्ने बेला लगाएर फेरि ढुङ्गा तानेर म मुसा जस्तो मुख चट्टै बनाइदिएँ। ल नि म त गएँ। ल बिन्ती छ हजुर, म गएँ। आजदेखि नबोल्ने हामी, हो कि होइन? मेरो पैसा ल्याऊ अस्तिको। कहिलेको? अस्ति बुधबार बजार लाँदा थुक्पा किनिदिएको। अस्ति तिर्दिएको त नि, शनिबारको दिन तिरेको आलु बेचेर। आलु त फलेको छैन, अघि कोतारेको एउटा थियो। चोरो के क्या अगाडि नै त्यसले के मेरो अनुहार चोर्नी जस्तो देखिन्छ? जस्तै चाहिँ लाग्छ। मान्छे त राम्री ड्याममाले चोर्यो होला। को ड्याममा भनेको चाहिँ म चिन्दिनँ। तिम्रो छिमेकी आफैले चोरो होला। अघि मैले प्रत्यक्ष देखेको फुलन्देको आमालाई। हेपेर चाहिँ कुरा नगरौँ है। अब आल्चा पनि दिएनौ। कुरा गर्छ हेपेर करेलाको अलेम चेपेर सन्जमाको गीत करेलाको जिब्रो हुन्छ त देखेको त मिठो हुन्छ त्यो हाँस्यो मेरो साथी हाँस्यो। यहाँ त मेरो किरी मात्र छ, करेला छैन। यहाँ त करेलाको आल्चाको नि अलेम हुन्थ्यो। करेलाको रुख यता हो नि। ल भयो, लु म त जान्छु, भरे भोलि भेटौँ ल। बाई बाई। फेरि पनि तापितिङ बुढासँग मेरो एकदमै हितैसी मित्र साथी रमाइलो मात्रै गाउँघरको अर्ग्यानिक चिजसँग खेल्न रमाउनका लागि एकदम रुचाउँछन्। तर बिना तयारी हामी यतिकै रमाइलो मात्रै गरेको हो। तपाईँलाई थ्याङ्क यू सो मच मेरो साथ दिनुभयो। फेरि पनि यस्तो रमाइलो भिडियो सहित म फुलेन्देको आमाको युट्युब च्यानलमा उपस्थित हुने रहेछु। यसको लागि तपाईँले मेरो भिडियोहरू हेर्नको लागि सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच। सब्सक्राइब गरिदिनु भएन? सब्सक्राइब गरिदिनु होला फुलन्देकी आमा च्यानललाई, अनि सेयर पनि गरिदिनु होला, लाइक कमेन्ट पनि राम्रो गरिदिनु होला है। तपाईँहरूलाई धेरै धेरै सम्मान छ। मेरो फुलन्देको आमा युट्युब च्यानल यति धेरै माया गरेर अगाडि बढाइदिनु भएको छ। फेरि आगामी दिनहरू पनि अगाडि बढाइदिनु होला। म आफ्नो सक्दो है। कमजोरी त पक्कै पनि हुन्छ, भिडियो बनाउने क्रममा बोल्ने क्रममा के जिब्रो चिप्लिन्छ होला, तर पनि हामी सक्दो तपाईँहरूको लागि भनेर एकदमै पोजिटिभ रहेर एकदमै इन्टरटेनमेन्ट दिने कोसिस गरिरहेको छु। त कहिले काहीँ त्यस्तै मिस्टेक होला, त्यसको लागि सरी भन्दा अहिलेको सब्सक्राइब प्लिज सब्सक्राइब है। सेयर पनि सब्सक्राइब।